फ्लिपकार्टले अस्तितिर ग्रोसरीको सौदाहरू लिएर आउँदाखेरि त टोडमा लगाएर ल्याउँथ्यो कि अलिकति भए पनि कम्ती ड्यामेज हुन्थ्यो। अहिले त छैन रहेछ टोड न सोड। फ्लिपकार्ट पनि अब चाहिँ घटिया भएछ है, घटिया। 2-4 रुपियाँको लोभले गर्दाखेरि चाहिँ अब यसमा सामान ड्यामेज कति चाहिँ होला त? कतिवटा रिटर्न हुन्छ, कतिवटा रिटर्न हुँदैन। अब यो खोलेर हेरौँ कति चाहिँ सामान ड्यामेज रहेछ यसमा, याद भइहाल्छ। टोड न सोड बोरामा सामानहरू त। ड्यामेज हुँदा हुँदै बाँचेछ अलिकति, र पनि हावा चाहिँ लुजै रहेछ यसमा। यतिको त ठिकै हो, केही प्रब्लम छैन, चलिहाल्छ। यो पनि ठिकै रहेछ, एउटामा राम्रै रहेछ सामान, ड्यामेज छैन रहेछ। अब अर्कोमा हेरौँ ल, अर्कोमा ड्यामेज छ कि छैन। बोरामा लगाएर ल्याउँछ है, एउटा ड्यामेज निस्कियो हो। अब यो रिटर्न हुँदैन। यो राम्रो रहेछ अलिकति भए पनि। यो पनि राम्रो रहेछ। अब खोल्दैछु अर्को। 20 रुपियाँ लस। यो एटलिस्ट राम्रै रहेछ हो। यो खालको जुन चाहिँ अर्डर गरेको हुन्छ नि, रिटर्नमा हाल्यो भने कम्पनीले रिटर्न लिनु पनि मान्दैन, रिजेक्ट गरिदिइहाल्छ। जुन चाहिँ सिङ्गल पिस छ ड्यामेज भयो भने रिटर्नमा हाल्यो भनेदेखि त्यसको चाहिँ पैसा पाउँछ। 16 रुपियाँ पर्दै थियो भने 14 रुपियाँ मात्रै हालिदिन्छ। अब यो चाहिँ रिटर्नमा हाली हेर्छु पैसा फर्काउँछ कि फर्काउँदैन हेरौँ। अब यो खोल्छु, हेरिहालौँ। यो पनि खोलेर त्यसरी निकालेर राख्यो भने केही चिज बाँध्नुको लागि काम लाग्छ है। अल्छी नगरी मजाले निकाल्यो भने चाहिँ रियुज गर्नु सकिन्छ। 2-4 रुपियाँको लोभले गर्दाखेरि ड्यामेज। यसमा पनि 50 रुपियाँ ड्यामेज, यो पनि रिटर्न हुँदैन। अब अर्को खोलिहाल्छु। अब यसमा हेरौँ, राम्रै छ यो। अब अलिकति हावा कम्ती छ भने त लिनु मान्दैन मान्छेले। यो पनि सामान चाहिँ त्यसरी आउँछ ड्यामेज, ठिकै छ। यो पनि ठिकै छ। यसलाई चाहिँ भन्छ लोभले लाभ, लाभले बिलाभ भनेको चाहिँ यही हो। डिस्ट्रिब्युटरकोबाट लिँदाखेरि चाहिँ मार्जिन कम्ती पर्छ होइन, त्यसले गर्दाखेरि चाहिँ अब अनलाइन अर्डर गऱ्यो हो। अनलाइन अर्डर गरेपछि चाहिँ सामान यसरी ड्यामेज आउँछ। अब अर्को खोल्छु, यसमा पनि ड्यामेजै छ। यसमा हेरौँ, यो राम्रै रहेछ, यो पनि राम्रै छ। यता राखिदिइहालौँ, राम्रै छ, राम्रै रहेछ। यो पनि राम्रै छ। यसमा यति रहेछ, यसमा चाहिँ सबै राम्रै रहेछ। अब यसमा पनि हेरौँ, ठिकै रहेछ, ठिकै छ, नट ब्याड। यो पनि ठिकै छ। यो ड्यामेज रहेछ, यो ठिकै छ। यसमा पनि एउटा ड्यामेज। यो लिनु मान्दैन मान्छेले। यसरी ड्यामेज आउँछ सामान चाहिँ। अन्तिम यो रहेछ। अब यो पनि हेरिहालौँ। हुन्छ, यो राम्रै रहेछ, यो पनि राम्रै रहेछ, यो राम्रै रहेछ। यसमा चाहिँ राम्रै रहेछ। लास्टको ब्यागमा चाहिँ राम्रै रहेछ सबै सामान। अन्त चाहिँ यति सामान गरेर 2648 को सामानमा चाहिँ अब म देखाउँछु ल कति ड्यामेज हुँदो रहेछ। यो रिटर्न हुँदैन, 50 रुपियाँ लस। यो पनि रिटर्न हुँदैन, 50 रुपियाँ लस। यो पनि ड्यामेजमै जान्छ,
यो पनि रिटर्न हुँदैन, हावा गएको भनेर कस्टमरले लिनु मान्दैन, यसमा पनि 50 रुपियाँ लस। यो चाहिँ रिटर्न हुन्छ, फोटो खिच्नु, रिजन बताउनु, झमेला छ झमेलै छ। यसमा पनि 2-4 रुपियाँ अझै एक्स्ट्रा काटिहाल्छ फेरि। अन्त यतिमा चाहिँ भयो 150 रुपियाँ लस भयो, 150 रुपियाँ। फ्लिपकार्टबाट घरमै ल्याइदिन्छ सामान भनेर अर्डर गऱ्यो भने चाहिँ हो यस्तो आउँछ ड्यामेज। बिस्किट पनि छ त्यहाँनिर ड्यामेज। 2-4 रुपियाँको लोभले गर्दाखेरि अब दोकानसम्म सामान ल्याइदिन्छ भनेर त अब फ्लिपकार्टबाट त अनलाइन अर्डर गरेँ नि होइन। अब यो सिङ्गल जुन चाहिँ छ यो रिफन्ड हुन्छ, 1-2 रुपियाँ एक्स्ट्रा काट्छ, एटलिस्ट रिफन्ड त हुन्छ। अब जुन चाहिँ त्यो बन्डलमा छ 3 पिसको बन्डलमा 3टा चिप्स ड्यामेज भयो, 150 रुपियाँ लस भयो। 200-300मा अब 150 रुपियाँ लस भयो भने त कति बाँच्यो र। त्योभन्दा बेस्ट आइडिया चाहिँ जियो मार्टमा जाऊ, तल विशाल मार्टमा जाऊ, छान्नी रड्डी रमाइलो हुन्छ।